झुठे अब 2-4 जना मान्छे लगाएर त्यो धर्मलाई जीवन निलै समाप्त पार्ने। दर्शकबिन नमस्कार। जुठे सिरियल मनपर्छ भने च्यानललाई सब्स्क्राइब गरेर सँगै रहेको बेल आइकन घन्टी बजाउन नबिर्सिनुहोला। एपिसोडको सुरुवातमै जिम्मल साहब निकै नै तनावमा देखिन्छन्। उनी सपना देख्छन् कि धर्मले गौरीसँग विवाह गरिसकेको छ र गाउँलेले उनको कुरा मान्न छोडेका छन्। त्यसपछि जिम्मल साहबले एउटा खतरनाक निर्णय लिन्छन्, धर्मलाई बाटोमा हटाउने। उनी केही केटाहरू बोलाएर भन्छन् यदि धर्मले गौरीसँग विवाह गर्यो भने गाउँको रीतिरिवाज बिग्रिन्छ। त्यसपछि उनीहरूले धर्मलाई आक्रमण गर्ने योजना बनाउँछन्। बाहिरबाट सहयोग गरे जस्तो देखिए पनि जिम्मल भित्रभित्रै ठुलो खेल खेलिरहेको हुन्छ। अर्कोतर्फ गौरी र उनको परिवार खुसी देखिन्छन्। उनीहरूलाई लागिरहेको हुन्छ कि जिम्मल अन्ततः उनीहरूको सम्बन्ध स्वीकार गर्यो। धर्म पनि सबैको अगाडि गौरीलाई धोका नदिने बाचा गर्छ। तर दर्शकलाई थाहा हुन्छ धर्मको मनमा अर्को योजना चलिरहेको हुन्छ। धर्म भन्छ अहिलेलाई सबैलाई खुसी पार्नुपर्छ, पछि म कसरी भाग्ने मलाई थाहा छ। त्यही संवादले एपिसोडलाई धेरै नै रहस्यमय बनाएको छ। फेरि जिम्मलले उसको केटाहरूलाई सम्झाउन लाग्छन् धर्मेलाई एकान्तमा लगेर सिद्धाउनु पर्छ। उनीहरू लास पनि खोलामा फाल्ने भन्ने कुरा गर्छन्। त्यो दृश्यले देखाउँछ यो कथामा प्रेम मात्र अब सीमित छैन, अब यो जीवन र मृत्युको खेल बनिसकेको छ। तर जब केटाहरू धर्मलाई आक्रमण गर्न जान्छन् अचानक अर्को समूह आएर उनीहरूलाई कुट्छन्। त्यसपछि सबै अलमलमा पर्छन्। धर्मलाई बचाउने को थियो भन्ने कुरा हामीले देखिसकेका छौँ। अनि एपिसोडको अन्त्यमा देखिन्छ एउटा डरलाग्दो र खतरनाक ट्विस्ट। अर्को एपिसोडमा के होला त? धर्मलाई फेरि हमला हुन सक्छ। जिम्मल साहबको षड्यन्त्र गाउँमा खुल्ने सङ्केत देखिन्छ। अनि धर्मले साँच्चीकै गौरीलाई माया गर्छ कि गर्दैन, कि केवल प्रयोग गर्दैछ भन्ने कुरा पनि खुल्न सक्छ। तपाईँलाई के लाग्छ कमेन्ट गर्न नबिर्सिनुहोला। यदि अहिलेसम्म पनि च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरेर सँगै रहेको बेल आइकन घन्टी बजाउन नबिर्सिनुहोला। अर्को एपिसोडमा फेरि उपस्थित हुनेछौँ। धन्यवाद।